के तपाईहरु पनि पैसा तिरेर YouTube च्यानल मोनेटाइज गर्न खोज्नु भएको छ? पैसा तिरेर 1K सब्स्क्राइबर र 4000 घण्टा वाच टाइम पुर्याउन खोज्नु भएको छ? यदि यसो गर्न लाग्नु भएको छ भने यो भिडियो तपाईहरुको लागि। भिडियो एकदम महत्त्वपूर्ण छ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। सर्वप्रथम कुरा गरौँ YouTube मोनेटाइज गर्नको लागि के कुरा चाहिन्छ भनेर म भन्न गइरहेको छु। सबैभन्दा पहिला YouTube च्यानल मोनेटाइज गर्नको लागि 1K सब्स्क्राइबर अथवा 1000 जना के हुनु पर्यो सब्स्क्राइबर हुनु पर्यो र भ्युज कति हुनु पर्यो 4000 घण्टा वाच टाइम हुनु पर्यो। यति भएपछि चाहिँ के हुन्छ YouTube च्यानल मोनेटाइज हुन्छ र YouTube बाट के हुन्छ इन्कम हुन सुरु गर्दछ। यसको लागि के हुन्छ सबैभन्दा पहिला मान्छेहरुले अब 1K सब्स्क्राइबर र 4000 घण्टा वाच टाइम बनाउनको लागि मान्छेहरुले के गर्छन् त पैसा तिरेर आजभोलि विभिन्न कम्पनीहरु छ त्यसबाट चाहिँ च्यानललाई चाहिँ के गर्न मोनेटाइज गर्न खोज्छन्। यस्तो गर्दाखेरि के हुन्छ घाटा हुन्छ है। किन भन्नुहुन्छ भने तपाईले पैसा तिरिसक्नु भएको हुन्छ पहिला YouTube च्यानल मोनेटाइज गर्नको लागि 1K सब्स्क्राइबर र 4000 घण्टा वाच टाइमको लागि के हुन्छ हजुरले पैसा तिर्नुहुन्छ। तिरिसकेपछि के हुन्छ च्यानल मोनेटाइज त होला तर तपाईले भिडियो बनाउने के हुन्छ तपाई भिडियो बनाउने तपाईको एक्सपिरियन्स हुँदैन है। कस्तो भिडियो बनाउने के गर्ने हैन तपाईको खासै नलेज हुँदैन। नलेज नभएर सुरुमा के गर्नुहुन्छ हजुरले पैसा तिरेर मोनेटाइज गर्न खोज्नुहुन्छ मोनेटाइज गर्नुहुन्छ र के हुन्छ भिडियोको बारेमा तपाईहरुलाई राम्रोसँग थाहा हुँदैन कस्तो भिडियो बनाउने कस्तो भिडियो मान्छेले हेर्लान् भन्ने खाले तपाईहरुले बनाउन सक्नुहुन्न। त्यही भएर चाहिँ स्ट्रगल गर्दै जानुस् तपाईहरु स्ट्रगल गर्दै जानुस्। स्ट्रगल गर्दै गएपछि के हुन्छ सक्सेस अवश्य हुन्छ। भिडियो आफै हजुरले चाहिँ डेली चाहिँ एउटा भिडियो बनाउनु 100 दिनसम्म र बनाइसकेपछि तपाईको कमी कमजोरीहरु के हुन्छ सुधारिदै जान्छ र सुधारिदै गएपछि के हुन्छ हजुरको भिडियोहरु पनि भाइरल हुन्छन् र बिस्तारै सब्स्क्राइबर पनि बढ्छ र एउटै कन्टेन्टमा राम्रो भिडियोहरु बनाउनु भयो भने YouTubeले पनि के गर्छ त हजुरको भिडियोलाई भाइरल गर्छ र सब्स्क्राइबर पनि बढाइदिन्छ। यसरी चाहिँ के त तपाईहरुले आफ्नो च्यानललाई आफै नै मोनेटाइज गर्न सक्नुहुन्छ। हस् त आजको भिडियो यति नै। भिडियो मन परेमा लाइक शेयर कमेन्ट गर्न नभुल्नु होला। साथै यस्ता भिडियो हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला। हवस् त नमस्ते।